गुड मर्निङ सबैलाई। आज चाहिँ कसैको सोध्दैछु बिहानै खाजा बनाऊ र दिनको सुरुवात रोटी पोलेर भएको थियो। अब अदुवा रोप्ने हुँदैछ साथी। अब चाहिँ अदुवा रोप्ने टाइम भयो र अहिले चाहिँ अब यो चैत महिना बितेर वैशाख लाग्यो। वैशाख लाग्यो होइन हो, वैशाख लाग्यो नि है, लाग्यो नि अब अब यो चैत वैशाखको समयमा चाहिँ अदुवा रोपिन्छ। म चाहिँ अदुवालाई स्टुडेन्ट कुरा गरेँ। अब यो ड्राई सिजनमा चाहिँ अदुवा रोपिन्छ। रुपस्नेक टर्नबिल रुपस्नेक टर्न र हाम्रो विशेष यो दृश्य साह्रै दामी लाग्छ यहाँबाट हेर्नु पाँचवटा समस्या यहाँनिर भाइ डाइरेक्ट यहाँनिर हामीले एकदम साथी हाम्रो ठुलो छ समस्या हात हातमा आउँदैन हो यो समस्या तपाईँको। गुड मर्निङ सबैलाई र आज चैते दसैँको शुभ उपलक्ष्यमा बिहानै खाजा बनाउँदैछ हो। अब रोटी चाहिँ म राम्रो बनाउँछु, रोटी बेल्दैछु हो। आजको दिनको सुरुवात त्यस्तो हुँदैछ। तपाईँले नजिक आएर देखाउनु सक्नुहुन्छ मैले बेलेको लाइभ यहाँ बेलेको हेर्नुहोस्। म चाहिँ त्यो उयो गरेर मात्रै गर्दिनँ, म चाहिँ गोलो गोलो पनि बेल्छु। हेर्दै जानुहोस् कस्तो गोलो गोलो बेल्दा हो। अन्त मान्छेले गर्नैपर्छ नि त कामहरू हो। अब यो रोटीलाई चाहिँ गोलो भनेन भने चाहिँ आएँ ए यो मैले अहिले चाहिँ यति गोलोले काम पुग्छ। फेरि यसको अब यसलाई चाहिँ खास गरी खेलाउनु पर्ने चाहिँ यसरी यो गरेर यसरी थिचेर यसरी क्या यस्तो यसरी बनाउनु। यस्तो यसो गर्नुपर्छ हो, प्लाममा राखेर त्यहाँदेखि यस्तो हुन्छ। यसलाई चाहिँ अब यसरी थिच्यो राख्यो, दुईवटा औँलाले अथवा तिनवटा औँला खिच्यो। एक हो, दुई हो। घर बसी खालि बुढीहरूको आश गर्ने, दिदी बहिनीको आमाबाउको आशा गर्ने केटाहरूले चाहिँ सिकिराख्नुपर्छ है। आफूले कोही कोहीले यसरी रोटीहरू बेल्नुपर्छ। यो मेरो सेकेन्ड बेला कस्तो छ र म आज बेल्छु हो। ए रोटी र दिनको सुरुवात रोटी पोलेर भएको थियो। अब अदुवा रोपाइ हुँदैछ साथी। अब चाहिँ अदुवा रोप्ने टाइम भयो र अहिले चाहिँ अब यो चैत महिना बितेर वैशाख लाग्यो। वैशाख लाग्यो होइन हो हो, वैशाख लाग्यो नि है, लागेको छैन ओके। तब अब यो चैत वैशाखको समयमा चाहिँ अदुवा रोपिन्छ। यो चाहिँ अदुवालाई टुक्रा 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 गरेर यसरी। अब यो ड्राई सिजनमा चाहिँ अदुवाको खेती गरिन्छ। त्यही भएर चाहिँ अब अदुवा रोप्दैछु म हो। अन्त अब यो एकैछिनमा हुन्छ। अब यहाँ तपाईँले देखिराख्नु भएको छ यो डल्लै कति केजी बिउ हो भने यो 6 केजी बिउ हो। 6 केजी बिउ हेर्नुहोस् न कति छ, यति छ। त्यही भएर यसको भ्यालु छ क्या। अन्त खनेर चाहिँ यसलाई त यसरी पुरिन्छ। आलु रोपाइ नै सेम प्रायः त्यस्तै टाइपले नै गरिन्छ र खेती चाहिँ गर्नुपर्छ हो। हाम्रोपट्टि चाहिँ बारीमा ढुङ्गा यसो पुरा हुन्छ क्या। अस्ति खनेर तयार गरेको ढुङ्गा देख्नुहुन्छ तपाईँले, यहाँनिर काफी छ हो। अन्त अब यस्तो छ है हो। अब एक एक टुक्रा चाहिँ लगाइन्छ। साह्रै अब नजिक पनि बाक्लो पनि लाउनु भएन, अलिक पातलो लाउनुपर्छ। फल्यो फल्छ, नफल्यो फल्दैन, के छ होइन। तर पातलो रोपेको नै राम्रो। पातलो रोप्यो भने चाहिँ तपाईँको मलजल राम्रो पाउँछ। अब उयोले बिउले फसलले, त्यही भएर चाहिँ राम्रो हुने चान्स छ। अदुवाहरू अलिकति पातलो रोप्नै राम्रो हो। डरलाग्दो खेतीवालाहरूले यस्तो भन्दैछ है, तर पनि हो पातलो रोप्नु। अन्त तपाईँले आएर देखाइदिनुहोस् नाला कसरी बनाउँछ, मेरो साथीभाइहरूले सिकोस्। अब यो नाला जुन भयो यस्तो नाला भयो। अब हेर्नुहोस् ल, म बिउ राखेर देखाउँछु ल तपाईँहरूलाई। ल यो चाहिँ बिउ। अब यता हामी अगाडि सर्दै जानुपर्छ। यो बिउ भयो, यो बिउ चाहिँ यसरी प्लेस गरिन्छ। हेर्नुहोस् आलु रोपेको छ। अब लगभग 6 इन्चीको 7 इन्चीको लो डिस्टेन्समा एउटा यो मैले पातलो गरेर रोप्दैछु यहाँनिर हो। अन्त यसरी
बिउ चाहिँ फेरि अदुवा कस्तो रोपिन्छ भने यसरी आँखा होस्, यसलाई नोट भन्छ, यो नट चाहिँ होस् क्या, यो नटबाट नै पछि यसले के हुन्छ सिड दिन्छ, मतलब उयो आउँछ, पत्ता आउँछ नयाँ न्यू प्लान्ट हो। हामी चाहिँ नेपालीमा भन्ने गर्छ टुसा, टुसा आएगा त उससे ही तो प्लान्ट बनेगा हो। यसरी लगाउनु पर्छ, तपाईँहरूलाई देखाउँदैछु हो। गरम छ हो। अब यसलाई चाहिँ फेरि आलुलाई यसरी पुरिन्छ, एकपट्टि एउटा खन्यो, एकपट्टि एउटा यसरी हो। यो चाहिँ सिक्नुपर्छ, खेती गरेर मान्छे कोही उयो हुँदैन, गरिब हुँदैन हो, बरुभन्दा समृद्ध बढ्छ, समृद्धि बढ्छ। हेलो नमस्कार, आज चाहिँ ब्लग्स मात्रै होइन, एउटा सानोबाट भिडियो तपाईँहरू समक्ष मेरो गाउँको बाटो र म चाहिँ गाउँ भ्रमणमा एकछिन जाँदैछु उकालो। यो चाहिँ 100 डेजले बनाएको बाटो, अनि यो सुन्दर ठाउँ मेरो लाठपन्चर। आज म तपाईँलाई देखाउने छु मेरो गाउँको दृश्य परिदृश्यहरू। यो तल मेरो गाउँ कति सुन्दर छ, हेर्नुहोस् त पहाडी भेग। अझै म तपाईँलाई देखाउने छु ल। र हाम्रो गाउँको विशेष यो दृश्य साह्रै दामी लाग्छ, यहाँबाट हेर्नु पहाडी रेन्ज। यो मुनि चाहिँ गाउँ छ, यो तपाईँहरूले एउटा सरप्राइज प्याक रूपा स्न्याक हर्नबिल देखिराख्नु भएको छ। लगभग 5वटा यहाँनिर तपाईँहरूले एकदमै बाटोमा मैले भेटाएको, यसले हेर्नुहोस् ल 5वटा। ओके गाइज, म त यहाँ आइपुगेको छु लाठपन्चर सिन्कोना प्लान्टेसनको टपमोस्ट एरिया। र यहाँ तपाईँहरूले देख्नुहुँदैछ अङ्ग्रेजको पालादेखि नै झुन्डिरहेको घन्टी, जुन चाहिँ 32.5 केजीको छ भन्छ है। र यहाँ के लेखेको छ म तपाईँहरूलाई भन्छु ल। एलसिपी लाठपन्चर सिन्कोना प्लान्टेसन लेखेको रहेछ। एलसिपी लाठपन्चर सिन्कोना प्लान्टेसन। यहाँबाट ओह्रालो 360 भ्यू दामी तपाईँले नजर देख्न सक्नुहुन्छ। यो प्रभात टोल देखिरहेको छ, यो लाठपन्चर खेलकुद जन मैदान र लाठपन्चर हायर सेकेन्डरी स्कुल हो। अनि यहाँदेखि यहाँ केटाहरू बसिरहेको छ। यो चाहिँ हाम्रो लाठपन्चरको रेस्ट हाउस, जो चाहिँ एकदमै जीर्ण अवस्थामा यहाँ उभिएर बसेको छ। एउटा सौन्दर्य बोक्ने एक समयको यो भवन आज यस्तो हालतमा छ। हामीले बुझ्नुपर्छ, यसको संरक्षण हामीले गर्न सक्नुपर्छ। हामी भित्र भएको, हामीसँग भएको यस्तो अवशेषहरूलाई हामीले यसरी कुन दिन हुँदैन सायद। हामी सम्पूर्ण वासीहरू मिलेर, नागरिक मिलेर हामीले यसलाई जोगाउनुपर्छ। यो रेस्ट हाउस सरी, यो त तपाईँको रिसर्च सेन्टर आज यो हालतमा छ है। यो पनि हाम्रो या व्यवस्थापनको लापरवाही, यो हामी भन्न सक्दैनौँ। तर पनि आज यो हालत भएको दुःख लाग्छ। यहाँ अगाडि दुर्गा मन्दिर हो, यस्तै छ। अनि यहाँ अल्लारे केटाहरू काम छैन हो, चिया खाँदै हाँस्दै हेरिरहेको छ केटाहरू, यस्तै छ। ल त अझै म अपडेट दिँदैछु तपाईँहरूलाई। र अहिले चाहिँ म हाम्रो गाउँमा है, मेरो चाचा जो बिहार से है उनके पास आया है, वो ये चूल कटवाने के लिए। और यहाँ पे एकदम सस्ता लेकिन बहुत अच्छा, मतलब यहाँ पे चूल कटता है। और अभी का मॉडर्न स्टाइल जैसे बोलेंगे वैसा ही करते हैं चाचा। और लगभग कितने साल से है, पिछले 4 साल से हम यहीं से चूल काट रहे हैं। और चाचा काफ़ी अच्छी सर्विस देती है। और आप लोगों को भी चूल कटवाना हो, अगर आप लोग लाठपंचर पे कुछ दिन के लिए ठहरे हैं तो यहाँ पे आके आप संपर्क कर सकते हैं। लाठपंचर दुर्गा मंदिर से नीचे आने वाला एक छोटा सा रास्ता है, तो हल्का नीचे आने पर चाचा का दुकान मिल जाएगा। चाचा का नाम क्या पूछने से हो जाएगा? फूफा, हाँ, फूफा के सलून, बहुत प्यारा फूफा। और फूफा के सलून पे आके आप लोग कन्ट्याक्ट कीजिए। र कपाल कटाउनु म आएको छु फूफाको सलूनमा, धेरै वर्ष अगाडिदेखि म यहाँ काट्छु। र आज चाहिँ अब यहाँनिर हेर्दै हेर्दै म हिरो भएर निक्लिन्छु। ओके गाइस, भन्छु म तपाईँहरूलाई। लो साथी हो, लगभग अब कपाल चाहिँ काटेर चाहिँ अब हल्का हो, हराइ परे डर छैन, हिरो भन्दा कम छैन भन्ने लुक्स भइहाल्यो। अब चाहिँ लगभग फिनिसिङपट्टि आइपुगिसक्यो। देख्यो होला साथी हो, ओन्ली 70 रुपिस अहिलेको जमानामा, 70 रुपिस। अहिले बजारमा तपाईँहरू काट्नुभयो भने
यदि कटिङ्सको 150 रुपियाँ दिनुपर्छ हो। अनि यहाँ जिजुले खालि 70 रुपिसमा मात्रै यत्तिको मिठो कपाल काटिदिनुहुन्छ, जस्तो भने त्यस्तै। टाइम अलिअलि लिनुहुन्छ हो, तर पनि हेर्नुहोस् है हो, लगभग 10 मिनटको खेला। 10 मिनटमा तपाईँले यस्तो लुक्स पाउनुहुन्छ। हालाकि मेरो त अनुहार यस्तो भएर लुक्स राम्रो नदेखेको कि, तर उस्तै चक्लेटी बोइजहरूको लागि चाहिँ यहाँ चाहिँ अब रणवीर कपुर बनाइ नै पठाइदिन्छ क्या। र तपाईँहरू पनि आउनुहोस् एकपल्ट, यो सेलुनको चाहिँ जायजा लिनुहोस्। ओके गाइज, दिन यसरी बित्दैछ ल। दिनको अन्त हुँदैछ है, आजको दिन यसरी सुरु भयो। र अब दिन कसरी अन्त हुँदैछ भने गाउँको एउटा माथिनिर हामी यहाँ समोसा दोकानमा आएको छु। यहाँ एकदमै दामी समोसा पाउँछ। अन्त यहाँ प्योर अब अर्ग्यानिक समोसा भनौँ है। यहाँ चाहिँ आटाको समोसा हुन्छ, युनिक कुरा चाहिँ त्यो छ। र यो हामी आज अब यसो बेलुका चाहिँ हामी रिफ्रेस हुन आउँछौँ यहाँनिर, र म तपाईँहरूलाई देखाउँदैछु ल। समोसा चाहिँ यहाँ छ हो। अन्त यहाँनिर तपाईँको यो चाहिँ छोला एकदमै, यो 10 रुपियाँ मात्रै 5वटा समोसा यहाँनिर। अब भाइहरू आइरहेको छ यहाँनिर। यहाँनिर हाम्रो एकजना साथी हाम्रो भाइ, र यहाँ हाम्रो प्रशान्त भाइ हो। यहाँलाई चाहिँ तपाईँहरूले यहाँनिर लाटपन्चर आउँदाखेरि यहाँको नम्बर म डिस्क्रिप्सनमा दिन्छु। तपाईँहरूलाई गाडी साडी चाहिएको छ भने एकदमै सस्तोमा मिल्छ, एकदमै रिजनेबल मिल्छ। भाइको त कुन चाहिँ मोडल पो छ गाडी? मेरो फङ्स हजुर। ओके, फङ्स कुन चाहिँ हो उयो कम्पनी? हुन्डाई? सुजुकी नेक्सन। ओके, सुजुकी नेक्सनको छ। यहाँसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म नम्बर तपाईँहरूलाई डिस्क्रिप्सनमा दिन्छु। तपाईँहरू सिलगढी एनजेबाट आउनुहुन्छ कि दार्जिलिङबाट आउनुहुन्छ कि सिक्किम टुर गर्नु चाहनुहुन्छ, यहाँको गाडी एभाइलेबल हुन्छ एकदमै चिप एन्ड बेस्ट रेटमा है। त्यस्तो कुनै नाफा छ। समोसा आइसकिसक्यो, अब हामी समोसा खान्छौँ हो। र अब हामी चाहिँ समोसा खान आँटेको छौँ र समोसा आइसकेको छ। यहाँ देख्नुहोस्, यो 10 रुपियाँ मात्रै। हेर्नुहोस् हाउ बिग इट इज। म तातो यत्रो छ समोसा यहाँ नि, हातमा अट्दैन हो। यो समोसा चाहिँ तपाईँको लोकल लसुनको अचारसँग हो। यहाँ दिव्याशिष बिग फ्यान हो यो समोसा हो। र अब एकछिन हामी इन्जोय गरेर फेरि लाग्नेछौँ।